यहाँहरु सबैजनालाई नमस्कार। म प्रिया स्मृति गजमेर। म यति बेला लमै नगरपालिका वडा नम्बर 3 को मजगाउँमा आइपुगेको छु। यहाँ च्याउ उत्पादनका लागि महिला किसानहरूले यो मलको तयारी गरिरहनु भएको छ। लामो समय यो च्याउ उत्पादनको क्षेत्रमा अनुभव बटुलिसक्नु भएकी महिला उद्यमी हुनुहुन्छ सुकमानी चौधरी, जो लमै नगरपालिका वडा नम्बर 6 निवासी पनि हुनुहुन्छ। उहाँले धेरै ठाउँमा पुग्ने र महिला उद्यमी बनाउन, महिलाहरूलाई चाहिँ च्याउ उत्पादनमा फोकस गर्न र च्याउ उत्पादनबाट पनि आर्थिक जोहो जुटाउन सकिन्छ भन्ने उद्देश्यले उहाँ चाहिँ विभिन्न ठाउँमा प्रशिक्षक रूपमा पनि पुग्दै आउनु भएको छ अहिलेसम्म। आज म उहाँसँग कुराकानी गर्दैछु। जहाँ मैले यो दृश्य देखाइरहेको छु, यो च्याउ उत्पादनका यी बोराहरू प्लास्टिकमा प्याक गरेर च्याउ उत्पादनको एकदम तयारीमा छ। यो ठाउँमा पनि उहाँ प्रशिक्षक भएर आउनु भएको छ। म उहाँसँग थोरै कुराकानी गर्छु। म्याडम, यो कति दिन भयो तपाईँ यहाँ प्रशिक्षक भएर आउनु भएको छ? अब यो कति दिनभित्रमा यो च्याउ उत्पादन हुन्छ? जाडो समयमा चाहिँ 21 दिन लाग्छ यसलाई फल्न। आजभोलि चाहिँ गर्मीको सिजन हो, 17-18 दिनमा यो भइहाल्छ। आज यो हालेको लगभग 4-5 दिन हुँदा छ। यस्तो सेतो भइसकेको छ भने 17-18 दिनमा यो फलिसक्छ। 17-18 दिनमा यो बिक्री गर्ने हुन्छ? हजुर। तपाईँ आफै पनि एउटा सफल महिला उद्यमी हुनुहुन्छ। तपाईले अहिले के गरिरहनु भएको छ? तपाईको यो च्याउ उत्पादनको कामहरू छ कि छैन घरमा? आजभोलि त हामीले उता हालेको छैनौँ। आजभोलि चाहिँ पराल काटेर राख्ने तयारीमा छौँ। असोज कार्तिकतिरको लागि तयारी गर्दैछौँ। तपाईँ कति ठाउँमा हिँड्नुभयो यो प्रशिक्षक भएर? अहिले मेरो 4 ठाउँमा भयो। 4 ठाउँमा पुग्नुभयो? हजुर। जसरी यहाँले यो च्याउ उत्पादनका ज्ञानगुणका कुराहरू बाँड्नुहुन्छ नि, हैन? तपाईले जसरी सिप सिकाउनु भएको छ, त्यो उद्यमतिर लाग्नुभएका, यसैलाई एउटा पेसा जस्तो बनाएर लागेका महिला दिदीबहिनीहरू हुनुहुन्छ कि तपाईँ सिप मात्र सिकाउनुहुन्छ? उहाँले म जति ठाउँमा सिप सिकाएको छु त्यति ठाउँमा त्यहाँहरू अझैसम्म निरन्तर नै गरिरहनु भएको छ र त्यहाँहरू अझैसम्म मलाई सोध्नुहुन्छ, म्याडम केही कमी कमजोरी भएपछि यसमा के गर्नुपर्छ, जस्तै यस्तोमा सेतो आउनु ठाउँमा हरियो ढुसी आइहाल्यो भने त्यसमा के गर्नुपर्छ भनेर सोध्नुहुन्छ। म त्यहाँहरूलाई राम्रोसँग सल्लाह सुझाव दिन्छु र त्यहाँहरू अझैसम्म निरन्तर गरिरहनु भएको छ र त्यहाँहरू त हामीभन्दा पनि सफल हुनुभएको छ। तपाईलाई के लाग्छ यो च्याउ उत्पादन गरेर के रे यो आर्थिक आय आर्जनको जुन पाटो छ यसलाई बलियो बनाउन सकिन्छ भन्ने लाग्छ? एकदमै सकिन्छ। अब हामीले एउटा गृहिणी मान्छे, घरमा मात्रै चुलो चौको मात्रै हेर्ने मान्छे, केही नभए पनि हामी घरको आर्थिक स्थिति चलाउन सक्ने हुन्छौँ यसबाट। एकदमै धेरै ठुलो सहयोग पुग्छ घरमा। यहाँले उत्पादन त गर्नुहुन्छ, त्यो उत्पादन गरेका च्याउलाई बजार व्यवस्थापन गर्नलाई कतिको समस्या छ, कतिको चुनौती छ? यसको लागि त अलि समस्या छैन। कने च्याउको लागि बिकिहाल्छ। डल्ले च्याउको लागि चाहिँ अलि समस्या छ। डल्ले च्याउको लागि चाहिँ इन्डियाबाट सस्तोमा आइहाल्छ। त्यही भएर हाम्रो यताको चाहिँ महँगो मान्नुहुन्छ। त्यहाँहरूले सबले भन्नुहुन्छ हाम्रो यताको महँगो छ भन्नुहुन्छ, तर त्यहाँ खाने मान्छेलाई त हुँदैन। इन्डियाको कस्तो हुन्छ, हाम्रो यहाँको कस्तो हुन्छ भनेर, त्यही भएर अलि डल्ले च्याउमा समस्या छ। कने च्याउमा चाहिँ खासै समस्या छैन। हस्, धन्यवाद।